अमेजन फ्लिपकार्ट जस्तो साइट एकदमै फास्ट हुन्छ। मैले सर्च गरेँ इमिडिएटली रिजल्ट आयो। विथिन अ मिलिसेकेन्ड यो लोड हुन्छ, जसमा हाम्रो लाखौँमा प्रोडक्टहरू लिस्टिङ छ। तब पनि यो सिस्टम एकदमै फास्ट छ। तर कुरा गरौँ हाम्रो नेपाली साइटहरू जुन कि एकदमै स्लो छ, 1000 युजर बेस हुँदैन त्यो पनि, तब पनि सिस्टम एकदमै स्लो हुन्छ। सो यसको वान अफ द मेन रिजन हो डाटाबेस इन्डेक्सिङ। जस्तै तपाईँ बुक पढ्दै हुनुहुन्छ ह्यारी पोटर, आज तपाईँले पढ्नुपर्ने टपिक हो द फरबिडन फरेस्ट। के तपाईँ अब बुकको 1 घन्टा पाना पल्टाउँदै हेर्नुहुन्छ? तपाईँ त्यसको साटो तपाईँ बुकको फ्रन्ट पेजमा जानुहुन्छ र कन्टेन्टमा गएर द फरबिडन फरेस्ट कुन पेजमा छ त्यो चेक गर्नुहुन्छ। र यहाँ मैले भेटेँ द फरबिडन फरेस्ट एट पेज 260, अनि अब म सिधै पेज 260 मा आफ्नो पेज पल्टाउँछु अनि पढ्न सुरु गर्छु। सो एक्ज्याक्टली यही कन्सेप्ट डाटाबेस इन्डेक्सिङमा युज हुन्छ। यहाँ हामीले प्रोडक्ट भन्ने इन्टायर टेबललाई स्क्यान गर्दैनौँ। सपोज मलाई हेडफोन चाहिएको छ भने अब सिस्टमले कसरी काम गर्छ, डिरेक्टली हेडफोन भन्ने किवर्ड सर्च गर्छ अनि जुन रोमा भेटिन्छ त्यो रोलाई लिएर हामीलाई यसरी लिस्टिङ गरेर देखाउँछ। अब मैले यसलाई स्प्रिङ बुटमा कसरी गर्नु भनेर सानो इम्प्लिमेन्टेसन गरेको छु। यसरी मैले अपोइन्टमेन्ट भन्ने टेबलमा चाहिँ इन्डेक्सिङ लगाएँ। यहाँ चाहिँ मैले इन्डेक्सिङ कुन कोलमलाई लगाएको छ भनेर लेखेको छ। यहाँ चाहिँ मैले डेन्टिस्ट आइडीलाई अनि अपोइन्टमेन्ट डेट, स्ट्याटस, एक्टिभ, इज एक्टिभ, अनि यसलाई भन्छ कम्पोजिट इन्डेक्स, किनकि यहाँ मल्टिपल फिल्डलाई चाहिँ मैले लिएको छु। एउटा डेन्टिस्ट आइडी भयो, अपोइन्टमेन्ट डेट, अपोइन्टमेन्ट टाइम। जस्तै तपाईँले यता मल्टिपल फिल्टर लगाउन सक्नुहुन्छ यसरी। यहाँ तपाईँको प्राइस सेट भयो, फ्री सिपिङ भयो, यसरी मल्टिपल कोलममा तपाईँ फिल्टर लगाउनुहुन्छ भने यसलाई चाहिँ भन्छ कम्पोजिट इन्डेक्स। यसरी चाहिँ तपाईँले आफ्नो स्प्रिङ बुट अथवा अरू कुनै प्रोजेक्टमा इजिली इन्डेक्सिङ गर्न सक्नुहुन्छ। यसलाई चेक गर्नुको लागि अब हामी जाउँ। यसरी चाहिँ मैले यहाँ कुन कुन फिल्डमा इन्डेक्सिङ भएको छ भनेर यसरी पेस्ट गरेँ अनि यहाँ देख्न सक्नुहुन्छ इन्डेक्सिङ चाहिँ हाम्रो कुन कुनमा युज भएको छ। डेटमा भएको छ, अपोइन्टमेन्ट डेट भयो, स्ट्याटस भयो, यसरी चाहिँ इन्डेक्सिङ एप्लाई भएको छ। अनि अब यो टेस्ट गर्नको लागि हामीसँग डिफ्रेन्ट मेट्रिक्सहरू छ। यसरी चाहिँ तपाईँले आफ्नो इन्डेक्सिङले कति साइज लिएको छ त्यो चेक गर्न सक्नुहुन्छ। इन्डेक्सको साइज चाहिँ यहाँ 144 KB छ। सो यो चाहिँ टेबल सानो भएको हुनाले यो बाइटमा छ, तर यदि तपाईँको युजर बेस एकदमै ठुलो छ भने तपाईँले त्यो सिस्टमलाई इन्डेक्सिङ गर्नु नै पर्छ, तब मात्र तपाईँको युजर एक्सपिरियन्स बेटर हुन्छ। यसरी चाहिँ हामीले अपोइन्टमेन्ट फ्रम May 1 to May 31 को लिस्टिङ निकालेको छौँ। यसमा चाहिँ हाम्रो किन सिक्वेन्स स्क्यान आएको छ भन्दाखेरि यो चाहिँ हाम्रो टेबल साइज एकदमै सानो छ। अब पोस्टग्रेसएसक्यूएलले चाहिँ के गर्छ भन्दाखेरि यसलाई क्लोज गरौँ। अहिले हाम्रो जम्मा 23 वटा रो छ र यसको लागि हामीलाई कुनै पनि इन्डेक्सिङ चाहिँदैन। सो त्यो भएको हुनाले यसले चाहिँ हाम्रो सिक्वेन्स इन्डेक्सिङ गरेको छ। मैले यसरी एक्सप्लेन एनालाइज गर्न नै मिल्यो। र यदि तपाईँले आफ्नो सिस्टममा कसरी डाटाबेस इन्डेक्सिङ इम्प्लिमेन्ट गर्ने भनेर सोचिराख्नु भएको छ भने बाइटस्पेस नेपालमा जानुहोस्, लिङ्क डिस्क्रिप्सनमा छ। अनि यहाँ गएर तपाईँले यो ब्लग पोस्टमा सिम्पल स्टेप बाई स्टेप गाइड दिएको छ कसरी इन्डेक्सिङ इम्प्लिमेन्ट गर्ने भनेर। इफ तपाईँ स्प्रिङ बुटमै गर्नुभएको छ भने एक्ज्याक्टली सेम गाइड हो, र इफ तपाईँ अरू कुनै ल्याङ्ग्वेजमा गरिराख्नु भएको छ भने पनि कन्सेप्ट सिमिलर हो, अलिकति सिन्टेक्स मात्रै फरक हो। अनि यदि तपाईँ डाटाबेस इन्डेक्सिङ इम्प्लिमेन्टेसनको कम्प्लिट भिडियो चाहनुहुन्छ भने लेट मी नो इन द कमेन्ट सेक्सन। अनि नेक्स्ट भिडियो के बारे बनाऊ त्यो पनि कमेन्ट गर्नु होला। टिल देन बाइ बाइ।